हजारौं वर्षको इतिहास बोकेको किराँती जातिको ऐतिहासिक बिम्ब अनि कथाहरूलाई गीत, संगीत र स्वरहरूले सजाएर हामीतिर तिर्सिएका कैयौं प्रश्न र उत्तरहरूको एउटा दृश्य काव्य हो सांगीतिक वृत्तचित्र नौलखा। इतिहासको एउटा कालखण्डमा किराँतीहरूलाई 9 लाख किराँती भनेर चिनिने पुर्खाहरूको सम्झना र सम्मान स्वरूप तिनै 9 लाख किराँतीबाट निर्मित शब्द तथा सांख्यिक बिम्ब हो नौलखा। यो अनन्त आकाशको लाखौं ताराहरू जस्तै यो धरतीमा हजारौं पुस्ता अविच्छिन्न बाँचिरहेको किराँती जाति, आफ्नो मेहनत र परिश्रम प्रति विश्वास गर्ने जाति अहिले पनि यही ढुङ्गा माटोमा 10 नङ्ग्री ख्याइरहेका छन्। अप्ठ्यारा बाटाहरूमा हजारौं पूर्वजहरूको पदचाप पछ्याउँदै जीवनको यात्रा नापिरहेका छन्। जिन्दगीलाई आफूभन्दा ठूलो ढाकरमा बोकेर अनवरत संघर्ष गरिरहेका छन्। अब त बुझ्नु पर्ने हो हामीले कमजोरी कहाँनिर गर्यौं। समय धेरै बितिसकेको छ र अझै बितिरहेको छ। सबैले सक्ने हामीले नसक्ने के काम छ। अझै नै उठ्न नसके कमजोरी हाम्रै छ, कमजोरी हाम्रै छ।
इतिहास हाम्रो आफ्नै छ, विरासत आफ्नै छ। इतिहास हाम्रो आफ्नै छ, विरासत आफ्नै छ। जतिखेर यो पृथ्वीमा मानव जातिको उदय भयो त्यही समयदेखि यो आकाश ओडेर यो हिमालको फेदीमा किराँती बस्ती बसेको मानिन्छ। सदियौं वर्ष अघि यहीको वन जंगलमा भस्मे खोरिया फाँडी यही पाखा पखेरुहरूलाई आवाद गरी खेती योग्य जमिन बनाएर अन्न बाली लगाउन थालेका थिए। त्यसैले ऊ यो भूमिको भूमिपुत्र हो, जसको इतिहास कुनै सुन्दर अक्षरहरूले लेखिएको इतिहासका ठेलीहरूमा खोजिरहनु पर्दैन।
जसको निशानी यही चिहानहरू हुन्, उसको इतिहास यही चौतारीहरू हुन्। जसले यो माटोलाई सर्वस्व ठान्यो, आफूले ओढेको आकाश भन्दा अर्को आकाशको परिकल्पनासम्म गरेन, उसले टेकेको भूमि भन्दा अर्को भूमिको सपना कहिले देखेन। त्यसैले ऊ यो भूमिको असली रक्षक हो। उसले आफ्नो घरको छानो आफै छाउनुपर्छ, आफ्नो घरको मालिक आफै बन्नुपर्छ। अघि बढ्नेलाई खुला बाटो छ, पछि अड्नेलाई मुरी माटो छ, पछि अड्नेलाई मुरी माटो छ। चिहान चौतारी निशानीका चित्र, निशानीका चित्र, इतिहास नमाग्ने तिमी भूमि पुत्र, तिमी भूमि पुत्र, तिमी आवादी हौ बस्ने खोरिया हौ, शिशुको जरामा खुल्ने सारङ्गी हौ, उठी हिँड्नेलाई यात्रा दाया छ, थाकी बस्नेलाई छाया छाया छ, थाकी बस्नेलाई छाया छाया छ। पुर्खाले रोपेको तिमी फुल्दो हाँगा, तिमी फुल्दो हाँगा, तिमी आफ्नै घरमा आफै बाँच्न मागा, आफै बाँच्न मागा, तिमी मूलभोका सर्वस्वका धनी सृष्टिमै माथि चढ्नेलाई चुली बाँकी छ, पर झर्नेलाई फेरि काफी छ, पर झर्नेलाई फेरि काफी छ। तिम्रै माटो तिमीले टेकेको, यो तिम्रै
कथा सुनाउँछिन् अघि बढ्नेलाई खुला बाटो छ पछि अड्नेलाई मुरी बाटो छ पछि अड्नेलाई मुरी बाटो छ पछि अड्नेलाई मुरी बाटो छ। अविरल सुसाइरहने यी झरना र नदीहरू जस्तै प्राचीन कालदेखि वर्तमानसम्म यो भूमिमा अखण्ड बाँचिरहेको किराँतीहरूले आफ्नो सभ्यताको पहिलो खाँबो यही माटोमा गाडेका थिए। किराँतीहरूका महान पुर्खाहरू सुम्निमा र पारुहाङले किराँती समाज सञ्चालन गर्ने शास्त्र मुन्धुमको सूत्रपात यही भूमिमा गरेका थिए। प्रकृति पूजक किराँतीहरूले जीवन यापनको क्रममा ढुङ्गालाई चुल्हाको रूपमा प्रयोग गरी आत्मसात गरेका थिए। आदिम किराँती हेच्छा कुप्पाको चेलीहरू दिदी बहिनी तयामा र खियामाले आफ्नो सिप र कलाहरूको माध्यमद्वारा किराँती जनहरूलाई सुशोभित बनाउन लुगा बुन्ने सामग्री तान र चर्खाको निर्माण र विकास गरेको कुरा किराँती मिथकहरूमा छ। त्यही तयामा र खियामाको युगलाई किराँती संस्कृतिको उत्तम युग मान्न सकिन्छ। मट्टीको कसम सेरो पर पिन्छुलो तीर्थधाम मट्टीको कसम सेरो पर पिन्छुलो तीर्थधाम अर्बा खट्दैनो भैरा
मट्टीको कसम सिरो पर दिन्छु रोटी खाधम हर बखत दैनो भइरहन् सुन्नेमा पारुहन् सुन्नेमा पारुहन् सुन्नेमा पारुहन् सुन्नेमा पुस्तौं पुस्तादेखि यो माटोमा जीवन रोप्नेहरूको पक्षमा नलेखिएको इतिहास, जो उदार जाति भनेर चिनिने किराँतीहरूलाई छलकपटपूर्ण आक्रमण गरी हराएर कालो अक्षरले लेखिएको इतिहास अहिले हामी जबरदस्ती पढिरहेका छौं। आफ्नो किल्लाको सुरक्षार्थ इमानी मान्छेहरूले बैरीहरूसँग वीरतापूर्वक लडेका थिए। त्यो गढी यही हतुवा गढी हो। किराँती पुर्खाहरूले यस्ता थुप्रै गढीहरूको रक्षाको लागि रगत, पसिना र आँसु यहाँको माटोमा रोपी गएका छन्। त्यही रगताम्य इतिहास बचाइराख्नका लागि, त्यही पसिनाले लछप्पै भिजेको इतिहास फुलाइराख्नका लागि तीनै किराँतीका भावी पुस्ताहरू आफ्नो घर चलाइरहेका छन्, आफ्नो घर थामिरहेका छन्। साझा दुःख सम्झेर बारम्बार, साझा दुःख सम्झेर बारम्बार आजसम्म थाम्दैछौँ आफ्नो घर। भावी पुस्ता नासियो नठान्नु, भावी पुस्ता नासियो नठान्नु, अझै हामी जिउँदैछौँ ओ एलम्बर, अझै हामी जिउँदैछौँ ओ एलम्बर। भिजेको छ आँसुले यो धरती, एलम्बर लाखौं सम्झिरहन्छौ। भिजेको छ आँसुले यो धरती, एलम्बर लाखौं सम्झिरहन्छौ। कति दुःख रोपियो यो ठाउँमा, हतुवा र चौदण्डी सम्झिरहन्छौ। मनमा खाटा खोपेर बारम्बार, मनमा खाटा खोपेर बारम्बार आजसम्म थाम्दैछौँ आफ्नो घर। भावी
भावी पुस्ता नासियो नठान्नु भावी पुस्ता नासियो नठान्नु अझै हामी जिउँदैछौँ ओ एलम्बर अझै हामी जिउँदैछौँ ओ एलम्बर इतिहासको त्यो कालो अक्षरले हामीलाई ढाकेको बेग्लै कथा छ इतिहासको त्यो कालो अक्षरले हामीलाई ढाकेको बेग्लै कथा छ उदार जाति हारेको भूमिमा चोमोलुङमा एक मात्र जिउँदो साक्षी छ चौडा छाती लिएर बारम्बार चौडा छाती लिएर बारम्बार आजसम्म थाम्दैछौँ आफ्नो घर भावी पुस्ता नासियो नठान्नु भावी पुस्ता नासियो नठान्नु अझै हामी जिउँदैछौँ ओ एलम्बर अझै हामी जिउँदैछौँ ओ एलम्बर अझै हामी जिउँदैछौँ ओ एलम्बर पूर्वीय संगीतको विकास र पहिचानमा प्राचीन कालदेखि किराँतीहरूले निर्माण गरी अपनाइ आएका वाद्य यन्त्र र धुनहरूको महत्व अत्यन्तै उच्च कोटिको रहेको छ। ढुङ्गे युगबाट धातु युगसम्म आइपुग्दा मुर्चुङ्गा, बिनायो, मुरली, बाँसुरी, एलम्बर बाजा, थाल, झ्याम्टा, ढोल, मादल, चरी बाजा लगायत थुप्रै सुर प्रधान र ताल प्रधान वाद्ययन्त्रहरूको आविष्कार र प्रयोग भएको पाइन्छ। त्यस्तै किराँतीहरूका मौलिक संगीतका लय तथा धुनलाई पनि प्राचीन अवस्थाको ऋषियामा आधारित किराँतीहरूको समाजशास्त्र मुन्धुमसँग पूर्वीय संगीतलाई जोड्न सकिन्छ।